हेलो गुड इभिनिङ गाइस। अहिले चाहिँ रोममा भर्खर आइपुगेको ड्युटीदेखि। यस्तै छ है परदेशी। आयो तिते करेला काट्यो, तिते करेला ल्यायो, आलु यस्तो चाहिँ। अब घरबाट चाहिँ भन्छन् पैसा पठाइदे। ब्याङ्किङ खाता नभरेर पठाउँछन्, महिना मर्नु पुगेको छैन। यस्तो छ परदेशी, के गर्नु। आफ्नो देशमा रोजगारी भएन, विदेशिनु पर्छ साथीभाइ हो। यस्तै छ। यस्तै छ है परदेशी जिन्दगानी। परदेशमा आएर म यस्तो छु उस्तो छु भन्ने चाहिँ 100मा 5% मात्रै होला राम्रो पनि। दुःख चाहिँ यस्तै छ। अब आलु कटिङ हुन्छ। आयो टमाटर, प्याज, अनि के हो यो खोर्सानी, अदुवा आएछ। हाम्रो चाहिँ हाम्रो रोमको अब लिडर हो, रोम लिडर ऊ हो। अहिले ऊ चाहिँ किचनमा खाना बसाउँदै हो। के गर्नु, आएर गर्मी हुन्छ, पुरै लुगाहरू खोल्नुपर्छ। अब सुनको सिक्री लाएर सुटबुट कसौँ भने घरको पिर लाग्छ, छोराछोरीको याद आउँछ हो। के गर्नु, यस्तै छ हो। यो चाहिँ हाम्रो सानो कटेज हो, रुम हो। अब एसी चाहिँ छैन, ऊ यस्तै छ। भेन्टिलेसनहरू चाहिँ छ, दुलादुलीहरू। के गर्नु, अब फुर्ती लाउँछन् विदेश गएँ भनेर। विदेश गएर फुर्ती नलाउँदा हुन्छ। सबै यस्तै हो, दुःख सुख हो। म त जहिले आएर किचनको मेसको चाहिँ कटिङ हो। यो अहिले सपिङ गरेर ल्याएको, पिरो खानु मन परेर। यस्तै छ। सबैले हेरेर, परदेशीहरूले पनि हेरेर अब भिडियो चाहिँ यसो। अब अदुवा यस्तो नेपालमा अब गर्दा त हुन्थ्यो नि यही खेती पनि। अब सबैले गाउँ छोड्छन्, सहर पस्छन्, सहरदेखि विदेश आउँछन्। यस्तो यो खेती चाहिँ गरेको थिएँ मैले, तर अब नहुँदो रहेछ। छोराछोरीलाई पढाउनु पर्यो, खुवाउनु पर्यो, हेर्नु पर्यो सबै। ल त गाइस, अहिले र यस्तै हो। अब आउने फेरि नयाँ अपडेट लिएर आउँदैछु। यो चाहिँ हाम्रो रोम हो सानो। तपाईँको यस्तै छ, परदेशी जीवन चाहिँ यस्तै हुन्छ। अब हरेकका नाचेर गाएर चाहिँ हामी त्यस्तो बनाउनु चाहिँ आउँदैन। डाइरेक्ट जे छ सत्य रियली घटनाहरू। यहाँ खाना पाक्दैछ, यहाँ तिते करेली हो, यो प्याज लसुन यो त भन्नै पर्दैन, सबैलाई थाहा छ। यस्तो छ ल परदेशी। अब फेरि आउने भिडियोमा चाहिँ तपाईँलाई राम्ररी गराउनु। एयरकन भनेको चाहिँ यस्तो छ तपाईँको, ढाँटिँदैन। यो पनि हल्लिन्छ, ल्याथ्राक हल्लिन्छ। केटाहरूले अब यसो दुरुङ तानेको बेला चाहिँ खुट्टातिर लडाउँछन्, अनि फेरि आएर उपचार गर्नुपर्छ। आफैले बनाउनु पर्छ, रिपेयर गर, टालटुल गर, फेरि भत्काउँछन्, फेरि बनाउने हो। यस्तै छ। ल त गाइस, यसो हेरिदिनु होला। अनि यो चाहिँ कुन ठाउँ भन्नुहुन्छ भने अहिले नभनौँ होला, ठाउँ चाहिँ नभनौँ। तर परदेशी लाइफ चाहिँ यस्तै हुन्छ है, जहाँ गए पनि कसैले फुर्ती लाउनु पर्दैन। अब के गर्नु, 100मा त्यही हो, 5% राम्रो हुन्छ। यस्तै हो।
ल त गाइस, हवस् त, नमस्ते, जय नेपाल, जय होस्, सबैलाई भलो होस्। श्री राधे 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 राधे।